हिमालय यो विशाल र भव्य पर्वतमाला टेक्टोनिक शक्तिको अद्भुत उदाहरण हो। तर यो क्षेत्र भूगर्भीय रूपमा अत्यन्तै सक्रिय भएकोले यहाँ भूकम्पको जोखिम पनि त्यत्तिकै उच्च छ। यो भिडियोमा हामी चर्चा गर्नेछौँ किन वैज्ञानिकहरू हिमालय क्षेत्रमा ठूलो भूकम्प आउनुलाई केवल सम्भावना मात्र नभई एक अवश्यम्भावी घटनाको रूपमा हेर्छन्। यो कथा सुरु हुन्छ भारतीय र युरेसियाली टेक्टोनिक प्लेटहरूको निरन्तरको टक्करबाट। भारतीय प्लेट लगभग 45 मिलिमिटर प्रति वर्षको गतिमा उत्तरतिर धकेलिँदै युरेसियाली प्लेटसँग ठोक्किरहेको छ। यो निरन्तरको दबाव सहज रूपमा हुँदैन, बरु यसले विभिन्न फल्ट लाइनहरू, विशेष गरी मुख्य हिमालय थ्रस्ट एमएचटीमा ठूलो तनाव उत्पन्न गर्छ। यही मुख्य क्षेत्र हो जहाँ भारतीय प्लेट युरेसियाली प्लेटको मुनि धकेलिरहेको छ। हिमालयले विगतका विनाशकारी महाभूकम्पहरूको चिनो बोकेको छ। भूगर्भीय प्रमाणहरू र ऐतिहासिक अभिलेखहरूले लगभग हरेक 100 देखि 300 वर्षमा ठूला भूकम्पहरू दोहोरिने क्रम देखाउँछन्। तर हिमालय पर्वतमालाका केही खण्डहरू शताब्दीौंदेखि अपेक्षाकृत शान्त रहेका छन्। यी सिस्मिक ग्यापहरू ती क्षेत्र हुन् जहाँ लामो समयदेखि तनाव जम्मा भइरहेको छ, जसले गर्दा भविष्यमा यहाँ ठूलो भूकम्प आउने सम्भावना निकै बढेको छ। वैज्ञानिकहरूले यो टेक्टोनिक गतिविधि निगरानी गर्न र भूकम्पको जोखिम मूल्याङ्कन गर्न विभिन्न आधुनिक उपकरण र प्रविधिहरू प्रयोग गर्छन्। ग्लोबल पोजिसनिङ सिस्टम जीपीएस नेटवर्कले पृथ्वीको सतहको सुस्त तर निरन्तरको चाललाई सठिक रूपमा ट्र्याक गर्छ। संवेदनशील सिस्मोमिटरहरूले साना कम्पनहरूलाई पनि रेकर्ड गर्छन्, जसले जमिनमुनिको तनाव र गतिशीलताको बारेमा जानकारी दिन्छ। उपग्रहबाट प्राप्त तस्बिर र तथ्याङ्कहरूले यस क्षेत्रको भूवैज्ञानिक संरचना र विरूपण ढाँचाहरू बुझ्न थप मद्दत गर्छन्। यसरी विभिन्न स्रोतबाट प्राप्त तथ्याङ्कहरूको विश्लेषण गरेर शोधकर्ताहरूले ती विशेष खण्डहरू पहिचान गरेका छन् जहाँ जम्मा भएको तनाव खतराको तहमा पुग्न लागेको छ, जसले ठूलो भूकम्पको सम्भावनालाई बढाउँछ। हिमालयमा आउने महाभूकम्पको परिणाम गम्भीर हुनेछ। यसको दक्षिणमा रहेको घना जनसङ्ख्या भएको सिन्धु-गङ्गा मैदान ठूलो जोखिममा छ। दिल्ली र काठमाडौँ जस्ता सहरहरूमा तीव्र र अव्यवस्थित शहरीकरणले कमजोर भवनहरू र अपर्याप्त पूर्वाधारहरू सहितको उच्च जोखिमयुक्त वातावरण सिर्जना गरेको छ। ठूलो भूकम्पले ठूलो मात्रामा मानवीय क्षति पुर्याउन सक्छ, जुन लाखौंमा पुग्न सक्छ र पूर्वाधारहरू ध्वस्त पार्न सक्छ, यातायात, सञ्चार र विद्युत आपूर्ति जस्ता अत्यावश्यक सेवाहरूलाई ठप्प पार्न सक्छ। यसको आर्थिक प्रभाव दीर्घकालीन र व्यापक हुनेछ, जसले तत्काल प्रभावित क्षेत्र मात्र नभई विश्वव्यापी आपूर्ति श्रृङ्खला र अर्थतन्त्रलाई पनि असर गर्न सक्छ। यसबाहेक यस क्षेत्रको समृद्ध सांस्कृतिक सम्पदा, जसमा धेरै प्राचीन संरचनाहरू छन्, तिनीहरू पनि गम्भीर खतरामा छन्। हिमालयको यो भूकम्पीय क्षेत्र धेरै देशहरूमा फैलिएको छ, जसमा भारत, नेपाल, भुटान, पाकिस्तान र चीन पर्दछन्।